छोरा त्यो को अनि यो बुहारी आमा काकी कुन जात के अनि घर चाहिँ गरी खेतो जात पनि दोमाई ठुक्क दोमाई भन्नु पनि आमाको अगाडि लाज बन्दैन कि खुरुक्कै जा मेरा घर ल्याउन पनि पाइदैन बस्न पनि पाइदैन जा के आरो आमा मन परिलो यहाँ अब के आरो केटीकै घर बसे हाम्बा घर पाइदैन जा खेदै दिने हौ अबको चलन त्यस्तो छैन आमा के गरौँ म बाछो भोकाइयो घाँस हाल्दिने पानी पनि रे अनि यस्तो बेलामा पानी बोक्नु त भएन नि त आज पानी बोक्यो भोलि दाउरा घाँस बोकेपछि त पछि बच्चालाई के भयो भने हामी सबैले मिलेर जुना दिदीलाई सम्झाउनु पर्छ उसलाई काम गराउनु हुन्न भनेर तिम्रो पनि हामी बोकिन्छौ त्यही छोड किन यसरी काम गरेको त्यस्तो अवस्थामा पछि बच्चा अप्ठ्यारो भएपछि कसरी तपाईँ बिहाल्नु अहिले हम केही राख नै बही बही खाएको बिस्तारै बिस्तारै ल्याइहाल्छौँ तपाईँले अगाडि त्यसरी गराउनु त भएन पहिले त काम गर्नु परेन जोइले त गरेन बुढीको पनि सहयोग मैहरूलाई त हुँदैछ